हेलो एभ्रिवान, सेवारो वेलकम ब्याक टु मोनिका भ्लग्स। र यो भ्लग चाहिँ अस्ति मुस्ताङ जाँदाखेरिको हो। र यति बेला चाहिँ हामीलाई एकदमै धेरै मजा आएको थियो। अन्त यो चाहिँ 1 तारिक 1 महिना 2026 को फर्स्ट डे हो है। अन्त हाम्रो चाहिँ 1 जनवरी चाहिँ यसरी बित्यो। हामी चाहिँ मुस्ताङ गएको थियौँ र मुस्ताङमा यति साह्रो मजा आयो है। र जन्नतै देख्नु पायौँ है। र म चाहिँ के भन्छु भने हजुरहरू यदि कसै मुस्ताङहरू जानु इच्छा छ भने चाहिँ हजुर गइहाल्नुहोस् क्या। एकपल्ट जिन्दगीमा मुस्ताङ चाहिँ पुग्नै पर्छ। सो साथीहरू, हामी चाहिँ मुस्ताङ गएर चाहिँ ओह्रालो फर्किँदै थियौँ र यहाँ चाहिँ मार्फा भन्ने भिलेज रहेछ है। र यहाँ चाहिँ धेरै फिल्म नेपाली फिल्महरूको पनि सुट भएको हो है यो ठाउँमा चाहिँ। अन्त हजुरहरूलाई अहिले देखाउने छु। र हामी चाहिँ यति बेला चाहिँ तल आएर चाहिँ यहाँनिर खाजाहरू पाउँदो रहेछ नि त। अन्त हामी चाहिँ यहाँनिर कस्तो जाडो पनि लागिरहेको थियो। फेरि 12 बजीदेखि उता चाहिँ पुरै हावा चल्दो रहेछ यहाँतिर चाहिँ। र हामी चाहिँ त्यहाँनिर आएर खाजासाजा खाएर चाहिँ मार्फा भिलेजतर्फ लाग्यो है। र यो चाहिँ यहाँ देख्दै गर्नुभएको चाहिँ मार्फा भिलेज हो। र अब त्यत्रो टाढो गइसकेपछि अब ट्रेडिसनल ड्रेस है, भोटे ड्रेस त्यहाँ अब लगाउनै पऱ्यो। अब फोटो भिडियोज रिल्सहरू त बनाउनै पऱ्यो होइन। म लक्ष्मी अन्त स्मृतिले चाहिँ लगायो है। ड्रेस लगाएर चाहिँ हतार हतार बाहिर निस्क्यो, फोटोहरू खिच्यो, रिल्सहरू बनायो होइन। बिचरा पवित्र दी चाहिँ उतै हुनुहुन्थ्यो, किनभने पवित्र दी चाहिँ यति बेला बिसन्चो हुनुहुन्थ्यो नि त। र पनि अब जाऊ तिमीहरू म बस्दै गर्छु भन्नुभयो। त्यत्तिको अन्डरस्ट्यान्डिङ चाहिँ हुनुहुन्छ पवित्र दी है। र यहाँनिर चाहिँ मुस्ताङमा चाहिँ एप्पलहरूको चाहिँ यति साह्रो अब खेती नै गर्दो रहेछ है। हाम्रो यतातिर सुन्तला लगाएको जस्तै त्यहाँ चाहिँ एप्पल लगाउँदो रहेछ। र यति बेला अब यो जनवरीमा चाहिँ अब बोटहरू एप्पलको बोट चाहिँ एकदम सुकिसकेको थियो है। र यहाँ देख्दै गर्नुहुन्छ अगाडि यो चाहिँ एप्पलको सिजन अब सकेर पनि एप्पललाई चाहिँ सुकाएर चाहिँ यसरी प्याकेटमा प्याक गर्दो रहेछ। अनि चाहिँ बेच्दो रहेछ। यसलाई चाहिँ सिकुटी भन्दो रहेछ, एप्पलको सिकुटी। अनि त्यसलाई यत्तिकै खानु पनि मिठो हुन्छ अरे, त्यहाँनिर भन्नुहुँदै थियो। यसरी नै बेच्छ भनेर, तर हामीले चाहिँ किन्नु पाएन किनभने वालेटहरू सबै पर यो स्टोरमै राखेको थियो है। यो रेन्टको स्टोरमै, लुगा दिने स्टोरमै। सो हामी चाहिँ त्यहाँनिर घुम्यौँ। त्यहाँ टिकटक गल्ली, अन्त के अरे त झाँक्री गल्ली, जेडी गल्लीहरू थुप्रो गल्ली थियो क्या भित्र। तर राम्रोसँगले एक्सप्लोर गर्नु चाहिँ पाएन किनभने हामीले एकदमै ढिलो आएको थियो। फेरि हामी चाहिँ पोखरा बसेको थियो नि त। पोखराबाट सिधै माथि मुस्ताङ गएर फर्केर फेरि मार्फामै धेरै टाइम लाग्यो। अन्त त्यस्तो भएर चाहिँ अन्त हामीले छिटो गरी ज्यादा भित्र गल्लीहरू पसेन, खालि त्यो मेन रोडहरू मात्रै घुम्यो नि त। अनि यति बेला चाहिँ पवित्र दी बिचरा बिसन्चो भएर पनि पर्खिरहनु भएको थियो, यहाँ थियो है। र हामी चाहिँ अब यति बेला चाहिँ हाम्रो ड्राइभरले पनि फोन गरेको थियो होइन। अन्त चाहिँ अब चाहिँ हामी जाँदैछ गाडीतर्फ। मुस्ताङ गएको यो भिडियोहरू चाहिँ डिलिट गर्नु चाहिँ मलाई एकदमै धेरै माया लाग्यो नि त। सो त्यही भएर चाहिँ मैले मिनी भ्लग बनाएको, एउटा सम्झना हुन्छ भनेर। फेरि यो आइफोनको स्टोरेज हौ आम्मामा के घिनलाग्दो हुन्छ भने नि, कस्तो फुल भइहाल्छ हो। सो त्यही भएर चाहिँ मिनी भ्लग बनाएको। सो गाइज, थ्याङ्क यू सो मच फर वाचिङ।